हेलो साथीहरू, वेलकम टु माई च्यानल। आज म तपाईँहरूलाई एइपिसी अल्टरनेटिभ एनर्जी प्रमोसन सेन्टरको बारेमा बताउन गइरहेको छु। मैले अघिल्लो भिडियोमा इङ्ग्लिसमा एक्सप्लेन गरेको थिएँ, तर दिस टाइम आई विल ट्राई टु एक्सप्लेन इन नेपाली है। सबभन्दा पहिले हेरौँ संविधानको बारेमा थोरै सामान्य जानकारी राखेको छु। संवैधानिक घोषणाको मिति 2072 असोज 3 20 सेप्टेम्बर 2015मा र संरचना कसरी बनाएको छ भन्दाखेरि चाहिँ स्ट्रक्चर भनौँ सङ्घीय, लोकतान्त्रिक, गणतान्त्रिक 3 तहको। सङ्घीय, प्रदेश र स्थानीय 35 भाग 308 अनुच्छेद र 9 अनुसूची र 31वटा मूलभूत अधिकारहरू जस्तै फन्डामेन्टल राइट्स भनौँ न, जस्तै कि समानता, शिक्षा, स्वास्थ्य, वातावरण आदि। र महत्त्व भनेको शासन नीति प्रशासनिक कार्यको लागि एउटा कानुनी र राजनीतिक आधार निर्माण। आधार के को आधारमा देश चलाउने भन्दा कन्स्टिट्युसनको आधारमा। सो अब हेरौँ ऊर्जा प्रकार, स्रोत र प्रयोग तथा नेपालीमा नवीकरण ऊर्जा प्रविधिको विकास भनेको यसको हामीले डेफिनेसनहरू हेरौँ, त्यसपछि हामी यसको योजनाहरू र गठन आदेशहरू हेर्दैछौँ। पहिले नवीकरण ऊर्जा भनेको रिन्युएबल एनर्जी पनि भन्छ इङ्ग्लिसमा। कस्तो भन्दा सौर्य, वायु, जल र बायोग्यास यी कुराहरू चाहिँ नवीकरण गर्नु मिल्छ। तर अनवीकरणीय भनेको कोइला, पेट्रोलियम यो जतिखेर पनि सकिन सक्छ है। अनि अर्को हुन्छ एइपिसीको भूमिका चाहिँ के भन्दा ऊर्जा जलस्रोत सिँचाइ नवीकरण ऊर्जा प्रबन्धन होइन मन्त्रालय अन्तर्गत पर्छ यो है। एइपिसीको भूमिका भनेर चाहिँ ऊर्जा जलस्रोत सिँचाइ मन्त्रालय अन्तर्गतको भूमिकामा पर्छ र स्थापना 2053मा भएको थियो। के को लागि भन्दा नवीकरण ऊर्जाहरू एक्सपान्ड गर्नको लागि दाताहरूको समन्वय र प्रविधिक सहयोग, टेक्निकल सपोर्ट र पोलिसीहरू फर्मुलेट गर्नको लागि चाहिँ यो बनेको थियो। एइपिसीको महत्त्व चाहिँ के त भन्दाखेरि ऊर्जा विकासमा सहयोग, इन्जिनमा अब आयातित इन्जिनमा निर्भरता घटाउने भनेको इम्पोर्ट गरेको फ्युलहरू डिपेन्डेन्सी घटाउने, यसमा धेरै निर्भर नहुने र निर्माण नभएर आफूहरूले नै अल्टरनेटिभ सोर्सहरू बनाउने। जलवायु कार्य र एसडिजी सस्तो र सफा ऊर्जा बनाउने है। एसडिजी 7 भनेको अलि इम्पोर्टेन्ट नै हुन्छ। सो अब हेरौँ यिनीहरूको पञ्चवार्षिक योजना, हरेक योजना 5 वर्षको लागि बनाएको हुन्छ र अहिले 15औँ योजनाको कुरा भइरहेको छ। तर हालसाल चाहिँ 16 योजना आइसकेको छ। 2081 सालदेखि 16 योजना आएको छ। तर 15औँ योजनाको बारेमा हामीले छलफल गरौँ। पहिला भनेको ऊर्जा सफामा पहुँच, सबै धुरीहरूलाई नवीकरणीय ऊर्जा उपलब्ध गराउने, सबै मान्छेहरूलाई के गर्ने नवीकरण भनेको रिन्युएबल सोर्सेसहरू बनाउने र व्याख्या सामाजिक समानता र वातावरण स्तरीय होइन। ग्रामीण विद्युतीकरण भनेको रुरल इलेक्ट्रिफिकेसन भनौँ न। सो हरेक गाउँहरूमा चाहिँ के हुनु पऱ्यो, फिजिकल इन्फ्रास्ट्रक्चर आधारभूत पूर्वाधार सुधार हुनु पऱ्यो, बाटोहरू बन्नु पऱ्यो, इलेक्ट्रिसिटी सबै ठाउँमा पुग्नु पऱ्यो। यो चाहिँ यिनीहरूको योजना थियो है, 15औँ योजना थियो। अनि अर्को छ निजी क्षेत्रको सहभागिता भनेको प्राइभेट सेक्टरहरूको एउटा पार्टिसिपेसन हुनु पऱ्यो, लगानी हुनु पऱ्यो, प्रोत्साहन हुनु पऱ्यो। र अर्को छ एसडिजी 7को लक्ष्य भनेको सुस्वस्थ, भरपर्दो र सतत ऊर्जा सुनिश्चित, राष्ट्रिय नीति र अन्तर्राष्ट्रिय विकास लक्ष्यसँग तालमेल भनेको यस्तो लक्ष्य हुनु पऱ्यो कि सस्तो क्लिन एनर्जी हुनु पऱ्यो र एफोर्डेबल हुनु पऱ्यो, ताकि सबै अन्तर्राष्ट्रिय विकास र राष्ट्रिय विकासहरूसँग तालमेल मिल्नु पऱ्यो क्या। सो यिनीहरूको यही थियो 15औँ योजना, 5 वर्षीय योजना। अब हेरौँ एइपिसी गठन आदेश 2053। अब उनीहरूले एइपिसी स्थापना भएको 2053मा, तर किन बनाएको त? उनीहरूको उद्देश्य के थियो भन्दाखेरि नेपालमा नवीकरण ऊर्जा प्रविधि प्रबन्धन भनेको एक्सपान्ड गर्ने, रिन्युएबल सोर्सेसहरू के गर्ने बढाउने, दाताहरू गैर सरकारी संस्था विकाससँग समन्वय भनेको डोनरहरूसँग, एनजिओ आइएनजिओहरूसँग उनीहरूको एउटा कनेक्सन बनाउने, के गर्ने कनेक्ट गरेर सबै कुराहरू मिलाउने है। सो अर्को छ घरेलु र संस्थागत प्रोत्साहन उपलब्ध गराउने। सो के भन्दाखेरि चाहिँ अब नेपालकै भनौँ न सब्सिडाइज भनेको चाहिँ तपाईँको सोलर साइज भनेको अब यो सबै कुराहरू मैले अघि भनेअनुसार अनुदानहरू सबै घरमा र संस्थाहरूमा के अरे उपलब्ध गराउने। अनि त्यसपछि आरएनडी भनेको अनुसन्धान तथा विकास, एउटा यिनीहरूले नयाँ गठन गरेको रिसर्च एन्ड डेभलपमेन्टको के गर्ने कमेन्ट्स गर्ने, कन्डक्ट गर्ने, के को लागि इम्प्रुभ एनर्जी एफिसिएन्सी भन्छ, यो आरएनडीको विकास गर्नको लागि पनि हो। महत्त्व चाहिँ के त? एइपिसीको
इम्पोर्टेन्स किन भन्दा अब यो चाहिँ एउटा केन्द्रीय संस्था हो अन्डर द मिनिस्ट्री अफ एनर्जी होइन, एनर्जी इरिगेसन वाटर। अनि त्यो केन्द्रीय संस्था यी सबै कुराहरू सर्च गर्ने रिसर्च गर्ने एउटा मात्र केन्द्रीय संस्था एएपिसी। र यसले के गर्छ भन्दा प्राविधिक सपोर्ट भनौँ न, टेक्निकल सपोर्ट र क्यापेसिटी बिल्डिङको लागि इनर्जी प्रोजेक्टहरू बनेको छ भने उनीहरूको लागि टेक्निकल सपोर्ट र इनर्जी सपोर्ट गर्ने काम कसले भन्दा एएपिसीले गर्छ। नवीकरणीय ऊर्जा नीति 2078 र सञ्चालन प्रक्रिया। अब यिनीहरूको 2078मा उनीहरूले एउटा रिन्युएबल इनर्जी सब्सिडाइडी पोलिसी भनेको अनुदान दिने र कसरी सञ्चालन गर्ने भन्ने एउटा प्रक्रिया बनाएको थियो 2078 र 79मा। अब यो कुराहरू हेरौँ। सस्तो ऊर्जा गरिब र दुर्गम क्षेत्रका घरधुरीहरूलाई सब्सिडी अथवा के भन्छ यसलाई अनुदान। गरिब र एफोर्ड गर्न नसक्ने बासीहरूलाई के गर्ने भन्दाखेरि अनुदान दिने, सस्तो ऊर्जा दिने, सर्वसाधारण र मार्जिनल कम्पोजको सुरक्षित र पारदर्शिता। स्पष्ट सञ्चालन प्रक्रिया भनेको स्पष्ट हुनु पर्यो, जवाफदेहिता हुनु पर्यो, निष्पक्ष हुनु पर्यो। उनीहरूले बिजुली अथवा केही सोलर प्यानलहरू जोडेको छ भनौँ एक्जाम्पल भने चाहिँ त्यो कुराहरू कसरी सञ्चालन हुन्छ भन्ने कुरा भन्नु पर्यो, कस्ट भन्नु पर्यो र त्यसमा मोनिटर गर्ने व्यक्तिहरू पनि क्लियर हुनु पर्यो, जिम्मेवारी एकअर्कालाई दिनु भएन। सबै कुरा पारदर्शी हुनु पर्यो, स्पष्ट हुनु पर्यो। अर्को हुन्छ सस्टेनेबिलिटी, वातावरणमैत्री ऊर्जा प्रयोग प्रोत्साहन भनेको अब इन्भाइरोमेन्टल डिग्रेडेसन नहोस्, वातावरणलाई केही हानि नपुर्याओस् होइन। सो यसलाई के भन्छ सस्टेनेबिलिटी भन्छ। फसिल इन्धन निर्भरता कम गर्ने र वातावरण संरक्षण। यो सञ्चालन प्रक्रिया भनेको 2079मा आएको है। यो पनि यसै अन्तर्गत पर्छ। योग्यता आवेदन सब्सिडी वितरण निगरानी। यसले के आउटलाइन गर्छ भन्दा एलिजिबिलिटी एप्लिकेसन र अनुदानहरू बाँडफाँड गर्ने र मोनिटर गर्ने कामहरू चाहिँ हुनु पर्यो। सो के को लागि भन्दाखेरि नीति कार्यान्वयनमा सरलता र प्राविधिकता हुनु पर्यो होइन। अनि त्यसपछि आउँछ महत्त्व। यसको महत्त्व के भन्दाखेरि इन्क्लुजिभ एनर्जी एक्सेस। किन बनाएको यो पोलिसी भन्दाखेरि एनर्जी एक्सेस के हुनु पर्यो, इन्क्लुजिभ हुनु पर्यो, सस्टेनेबल डेभलपमेन्ट हुनु पर्यो होइन, टिकाउ हुनु पर्यो र प्राइभेट र कम्युनिटी सामुदायिक सहभागिता इन्करेज गर्नको लागि चाहिँ उनीहरूले के गराएको हो, यो बनाएको हो नीति 2078 र 79को। सारांशमा के भनेको छ, संविधानको कुरा भइसक्यो, ऊर्जाको प्रकार भइसक्यो, 15 योजनामा सफा ऊर्जा, ग्रामीण विद्युतीकरणीय, निजी क्षेत्र, SDG 7। SDG 7 भनेको के हो भन्दाखेरि सस्तो, भरपर्दो र सतर्क ऊर्जा, राष्ट्रिय नीति र अन्तर्राष्ट्रिय विकाससँग तालमेल। यो कुरा जान्नु पर्यो। यति नै हो है। अब तपाईँहरूलाई अरू केही चाहिन्छ भने यु क्यान कमेन्ट इन द कमेन्ट सेक्सन। र यो PDF तपाईँहरूलाई चाहिन्छ भने आफ्नो मेल आइडी पनि कमेन्टमा छोड्नु होला। यो इङ्ग्लिस र नेपाली दुईटैमा मिक्स गरेर बनाएको छ। र MCQ हरू चाहिन्छ भने अब MCQ हेरौँला।